हेलो गाइज, गुड मर्निङ। हजुर सबैजनालाई स्वागत छ घुमन्ते सेफको यो युट्युब च्यानलमा। आज यो देखिराख्नु भएको छ यो मेरो आफ्नै जुस बार एन्ड रेस्टुरेन्ट हो। धेरै ठाउँ घुमेर अनुभवलाई बटुलेर मैले आफ्नो एउटा सानो बिजनेस खोलेको छु है। बिजी पनि हुन्छ, बिजीको पछाडि पनि धेरै धेरै कुराहरू हुन्छन् जो मैले हजुरहरूलाई सेयर गर्नेछु होइन। हेर्नुहोस्, मैले खोल्न बित्तिकै यति धेरै बिजी, यो कन्टिन्यू दिनभरि यसरी नै बिजी नै चल्छ। तर यो बिजी पछाडिको एउटा कहानी छ जो आज हजुरहरूलाई म देखाउँदैछु। ल हेरौँ है त। सुरु भयो आजको बिहानी। बिहान 6 बजे म उठेँ। 6 बजे उठ्न बित्तिकै मेसिनमा अलिकति प्रब्लम आएको हुनाले मैले मेसिनलाई खोलेँ, किनकि मिस्त्रीहरू भनेको टाइममा पाउँदैन र पायो भने पनि 5-7 हजार रुपियाँ लिन्छ। त्यसले गर्दा मलाई चाहिँ आफै अनुभव भएको हुनाले मैले चाहिँ मेसिनलाई एक एक गरेर सबैलाई खोलेँ। हजुरले देख्न सक्नुहुन्छ है। अनि खोलेर हाम्रो नजिकै रहेको जिसी अटो पार्ट्स भन्ने छ दाङ तुलसीपुरमा, त्यहाँ लगेर चाहिँ मैले यो रोला जुस पेल्नको लागि अलिअलि डाँट पनि देखिएको छ। यसको चाहिँ 2-3 वर्ष भएको हुनाले साइडमा चाहिँ उच्चो र बिचमा चाहिँ गहिरो भइसकेको थियो। त्यसले गर्दा जुस हाल्दाखेरि चाहिँ राम्रोसँग त्यसले रसहरू निकालिरहेको थिएन है। अनि त्यसले गर्दा मैले सोचेँ कि आज बनाइहाल्छु भनेर। अनि त्यहाँ लगेँ। दाइले पनि फेरि एकदम राम्रोसँग बनाइदिनुहुन्छ कि होइन, एकदम केयर गरेर बनाइदिनुहुन्छ उहाँले चाहिँ, एकदम मेहनत लगाएर। अनि आजको फर्स्ट काम चाहिँ मेरो थियो, किनकि मैले दाइले पसल खोल्नुभन्दा पहिले नै म त्यहाँ पुगिसकेको थिएँ। अनि खोल्यौँ, झाडु लगाउनु म दाइले होइन। अनि बिजी छ, सबको काम छ गाइज। अनि रेडी गरेर मैले चाहिँ स्कुटीमा हालेर 2वटा रोलरलाई चाहिँ चम्किरहेछ लिएर आएँ। लिएर आइसकेपछि यहाँनिर नजिकै फेरि मेरो यो यसको भुस हुन्छ नि उखुको, त्यो राख्नको लागि चाहिँ गोदाम पनि छ है। हजुरले देख्न सक्नुहुन्छ भुस पनि धेरै खत्याएको छ क्या। हेर्नुहोस् त कति धेरै भुस छ। यहाँनिर मेरो गोदाम उखु धुने हो। अनि साइडमा मकै पनि लगाउनु भएको छ मेरो आमाले, किनकि म कृषकको छोरा भए हुनाले मलाई पनि त्यो रहर छ र मेरो आमाहरूले चाहिँ अझै पनि धेरै राम्रो मान्नुहुन्छ है। गाइज ल रेडी भइसक्यो। म चाहिँ अब ल्याएर यसलाई फिट गर्दैछु। फिट गर्दाखेरि पनि त्यति गाह्रो हुन्छ, रोलर हुन्छ। मैले सोलो भिडियो बनाएको त हजुरहरूले हेर्नुहुन्थ्यो होला, तर धेरै गाह्रो हुन्छ। प्लस के हुन्छ भने बोर लागिहाल्छ नि त, समय यति धेरै हुँदैन होइन भिडियो हेर्नलाई। तर हेर्नु होला हजुरले, यसो त्यहाँ मेहनत लागेर अलिकति प्रब्लम आयो एउटा चिजमा, फेरि म लगेर गएको थिएँ होइन। त्यो भिडियो चाहिँ मैले देखाएन। यसमा यो जो छ नि उसलाई त काटिहाल्यो, तर बुसमा चाहिँ अलिकति साइज ठुलो भइदियो कि सानो भइदियो ठुलो भइदियो। यसलाई पनि काट्नुपर्ने हो थोरै। अनि यसलाई गराएर मैले लगेर अब चाहिँ फिट गर्दैछु गाइज होइन। अनि एकजना बहिनी पनि जबको लागि आएको थिइन्, उनलाई पनि मैले फेरि यताउता नसोचेर राखिहालेँ होइन। अब यो फिट हुँदैछ मेसिन, किनकि जब गर्नु, देखिनु, सेवा दिनु त्यति सजिलो पनि छैन। त्यसको पछाडि पनि धेरै कुराहरू हुन्छन्, हामी लगातार लागिराख्नु पर्ने हुन्छ होइन। त्यो चिजको ज्ञान नलेज हुनुपर्छ। अब चाहिँ मैले सबै फिट गरेर बिहान 6 बजीदेखि सुरु भएको काम अहिले सायद 10 बजे होला है। 4 घन्टाको रेगुलर मेहनतपछि मैले चाहिँ मेरो मेसिनलाई बनाउन सफल भएँ र अझै पनि चेक गर्नुपर्छ गाइज है। वाउ भयो, खुसीले हेर्नु न, म पनि दङ्ग छु। अनि भयो। अब चाहिँ यसमा ओइलिङ टक्क गरिदिएछ। अनि अब जुस पेल्न सुरु गर्छु है। अनि सुरु गरेको आज चाहिँ फर्स्ट गराएको को हुनुहुन्छ त्यो पनि हेर्नुपर्छ। बिहानदेखि पानी पनि खाएको छैन, मेरो अलिक खराब बानी छ। कुनै काममा लाग्यो भने फेरि म कन्टिन्यू हुन्छ नि, मलाई चाहिँ पुरै त्यसमा भिग्नु पर्ने हुन्छ कि होइन। अनि पानी पनि पिएको थिएन, 2 गिलास पानी पिएर है टक्क मजाले पानी पिएर अनि अब चाहिँ यो मेसिनबाट रस निकाल्ने हो दिनभरि। अनि आजको खर्च सबै कुरा गर्नु। म कालो पुरा घामले खाएर होइन। गर्मीमा फेरि म जिम पनि जाँदिनँ, किनकि काम एकदम धेरै हुन्छ। अनि कतिखेर टाइट खान पनि मिल्दैन, मेरो पेट पनि बाहिर आइसकेको छ। अब पैसालाई पनि ध्यान दिनु पऱ्यो। फेरि मैले चाहिँ काम सिद्धियो भने, सिजन सिद्धियो भने फेरि चिलमा घुम्न गइन्छ है गाइज। जतिखेर म यो काम गरिरहेको हुन्छु नि त्यतिखेर मलाई यो लागिरहेको हुन्छ कि यार म यो सिद्धिएपछि त घुम्न जान्छु। जति दुःख भए पनि के भयो र, घुम्न जाँदाखेरि त रमाइलो हुन्छ नि त भन्ने त्यो महसुस भइरहेको हुन्छ होइन।
अनि ग्रिस लगाएको थियो, सफाइ गरेर राम्रोसँग पानी हालेर गाइज मैले अब जुस पेल्ने हो होइन। जुस पेल्ने अब मेरो सुरु भयो गाइज है। आज चाहिँ कतिको व्यापार हुन्छ हजुरहरूले पनि सायद अन्तिमसम्म भिडियो हेरिराख्नु भएको छ, अहिलेसम्म हेरिराख्नु भएको छ भने म त एकदम धन्यवाद दिन चाहन्छु। त्यति इन्टरटेनमेन्टवाला भिडियो पनि छैन, तर मेहनतवाला भिडियो तपाईँले हेरिराख्नु भएको छ भने थ्याङ्क यू सो मच हजुरलाई है। अनि मेरो युट्युब च्यानललाई पनि सब्सक्राइब, सेयर र कमेन्ट पनि गरिदिनु होला गाइज। मेरो एक भगौना जुस पनि तयार भइसक्यो, झन्डै 10-12 गिलास जुस मैले पेलेँ होला, करिब 8-10वटा ठेलीलाई पेलिसकेपछि मेरो चाहिँ झन्डै 10 गिलास जुस रेडी भयो होला है। अब तपाईँले देख्न सक्नुहुन्छ नानीले जुस हाल्दैछन्। नानी पनि नयाँ भावना त्यति धेरै कन्फिडेन्स छैन, पुदिना कागती हालेर है। अनि टक्क लाएर हेर्नुहोस् है। अब चाहिँ सुरु मैले मेसिन सुरु गर्न बित्तिकै सुरु भयो कि गाइज होइन। अब यो कन्टिन्यू चल्छ, हो यही हो, दुःख गर्नुपर्छ हामीले होइन। अनि दुःख पछिको मेहनतको फल मिठो हुन्छ भने अस्ति हजुरले देख्नुभयो नि त, 6 घन्टा जति कन्टिन्यू मेहनतपछि अनि अब चाहिँ यसको मैले फल पाउँदैछु। सो त्यही गाइज, यदि तपाईँहरू पनि दाङ तुलसीपुरमा हुनुहुन्छ भने मेरो सोले जुस बार एन्ड रेस्टुरेन्टमा अवश्य भिजिट गर्नु होला। अनि कहिले पनि समस्याहरू आउँछन् भने कन्टिन्यू लागिराख्नु होला है। मेहनत गरिराख्नुपर्छ, मेहनतको फल मिठो हुन्छ है, आनन्द हुन्छ। यति गरेर म चाहिँ अब फेरि आफ्नो काम सुरु गरेँ।